गुड मर्निङ एभ्रिबडी। अहिले चाहिँ हामी यो खाङसार भन्ने ठाउँमा हो। बिहानको 5:25 भयो अनि यहाँको टेम्परेचर चाहिँ -10 छ। चिसो यस्तो छ कि एक्सप्लेन गर्नै सकिन्न। सो यो चाहिँ हाम्रो बाहिरको भ्यू भयो, हेर्न सक्नुहुन्छ। यस्तो छ बाहिर चाहिँ, सुन्दर भइसकेको छ। हामी बसेको ठाउँ चाहिँ यो हो। अब चाहिँ हामी ब्रेकफास्ट गर्छौँ अनि हाम्रो ट्रेकिङ स्टार्ट गर्छौँ यहाँबाट खाङसारबाट। सो अहिले चाहिँ म लगायत मेरो टिम खाङसारबाट निस्क्यौँ। हाम्रो पाहाडीको डाँडोबाट तल झर्नु छ। सो यो चाहिँ हाम्रो भ्यू भयो। चाहिँ म भएँ। ओ माई गॉड, ब्युटीको त कुरै नगरौँ यार, लास्टै राम्रो छ कि। नेपाल साँच्चै सोच्या भन्दा धेरै राम्रो हो एकदम। यहाँ हेर्नु न ल, यस्तो राम्रो भ्यू घर बसेर देख्नु भएको हो त छैन। अच्छा भाइ यार, लास्टै राम्रो हो है नेपाल त। अब तिमीलाई नै भ्लगमा ल्याउँछु। नै तिमी अब भन्दैनौ कस्तो खालको भन्नु। I wonder what's the view from. हामी यो कहाँ हो? यो श्री खोला बल्ल बाफे हामी। फोटो खिच्नु पर्यो। गीत गाउ त यस्तो भन्नु नि भाइ, म लगायत हाम्रो टिमहरू हुनुहुन्छ। सो लुक एट द्याट भ्यू गाइस। घर बसेर देखिन्छ त यस्तो? देखिन्छ त? देखिँदैन। पैसा भएपछि खालि कपडा किने, खालि कपडा लगाएर राम्रो गछ रेस्टुरेन्टमा खान्छ। त्यही गर्नलाई हो पैसा उडाउनु भन्दा त बेटर यहाँ आउन नि है भाइ। के भन्छ तिमी बारेमा? सधैँ घुम्नु भन्छु, घुम्नु पनि पर्छ। यस्तो राम्रो ठाउँ छ। Oh my God, मेरो साथी डिसाइडेड टु गो फन पार्क। See you guys. त्यही त। ल अहिले यहाँ छ। खायो रेस्ट गर्दैछौँ। अब चाहिँ फेरि हिँड्न लाग्यो हौ। एरियामा हाम्रै हो त। यहाँ बन्द नमिल्ने हो त? यहाँ बन्द गरेर हिँडेको छ होला, त्यो भएर कि मान्छे क्यामेरा हुन्छ। चाहिँ हामी यहाँ छौँ पछाडिको मेरो पछाडि सक्नुहुन्छ यतातिर यस्तो छ। यो चाहिँ हाम्रो ल्यान्डस्लाइड एरिया भयो। अब चाहिँ हामी
1.5 आवरमा चाहिँ त्यहाँ पुग्छौँ जस्तो हो। लेट्स सी के हुन्छ। अहिले चाहिँ हामी यति धेरै हिँडिसक्यौँ कि अब एकछिन रेस्ट लिइराखेको छौँ। अब चाहिँ हामी ल्यान्डस्लाइड एरियामा पुग्न आँटिसकेको छौँ। सो एकछिन रेस्ट गर्दैछौँ यहाँनिर। यो चाहिँ हाम्रो तिलिचो यो ल्यान्डस्लाइड एरिया है त। कस्तो डेन्जर छ, हिँड्न नि गाह्रो, बस्न त झनै गाह्रो। मर्स्याङसम्म जाँदाखेरि त हड्डी मात्र बाँकी बस्न जस्तो भाइ यस्तो छ कन्डिसन सिचुएसन भन्यो कि इन्भाइरोमेन्ट यस्तो छ। तर भ्यू चाहिँ फेरि राम्रै हो। यो भ्यूको लागि त हामीले यत्रो धेरै स्ट्रगल गरिराखेको छ। गाइस तिलिचो जान हिँडेको यात्रु यस्तो छ अवस्था। यहाँ हेर्नु बाटोको कन्डिसन यहाँ यस्तो छ। कता हुन्छ है यस्तो छ यो सिचुएसन। हजुर यस्तो दामी छ कि के भन्नु यहाँ। दामी फेरि दामी नै छ।
बाख्रा जस्तो हुँदैन त्यो बाख्रा होइन होला नि होइन मान्छेले त बाख्रा जस्तो भन्छ नि त बाख्रा चाहिँ देखिरहेर नि त्यहाँ तिनीहरूको फेस पनि अर्कै हुँदो रहेछ हिमालय बस्ने मान्छे र तराईमा बस्ने मान्छे फेस फरक भन्न हिमालका मान्छे कस्तो राम्रो हुन्छ यसको फेसमा हेर्नु त नाकभन्दा माथि हेर्नु कस्तो माख जस्तो ट्याक्क नाकदेखि त्यो तिम्रो सिङसम्म कालो कालो फेस पनि कस्तो मिल्यो जस्तो ल जाम यस्तो माछा नि यिनीहरू नाइ त्यस्तो नसोधौँ मासु त खानुपर्छ तर रेस्ट्रिक्सन नभएको एनिमलको खासमा मासु नखाए पनि बेटर हो होइन फाइनली हाम्रो ल्यान्डस्लाइड एरिया सकिसक्यो अब चाहिँ हामी अलमोस्ट बेस क्याम्पतिर पुग्न आँटेको छौँ मेबी 1 आवरभित्र चाहिँ हामी बेस क्याम्प पुग्छौँ ब्याड आइडिया यो त हाम्रो बेस क्याम्प भयो तिलीचो बेस क्याम्प है त तिलीचो बेस क्याम्प 42 कति छ अरे हाइट 4200 मिटर छ या अब हामी भोलि चाहिँ यो माथि त्यो छ नि अहिले चाहिँ हामी फ्रेस भएर खाजा खाएर फेरि बाहिर एकैछिन निस्केको छौँ एकदम हावा चलिरहेको छ बाहिर यतिकै हिँड्न त एकदम गाह्रो छ त्यही पनि हेर्न त पर्यो नि अहिले चाहिँ हामी यो तिलीचो बेस क्याम्पमा हौ यस्तो छ माहौल होइन एकदम चलिराखेको छ यु क्यान सी मेरो पछाडि चाहिँ यहाँ हिमालहरू छ सो हामी चाहिँ अब यही नै बस्छौँ आज भोलि मर्निङमै उठेर हामी तिलीचोको लागि चाहिँ हाम्रो यात्रा सुरु गर्छौँ यो चाहिँ मलाई बेस्ट पार्ट लाग्छ मेरो ट्रेकिङहरूको किनभने डिफ्रेन्ट ठाउँबाट आएको मान्छेहरू ग्यादर भएर गफसफ गर्ने आगो ताप्ने एकदम रमाइलो हुन्छ सो आजको लागि चाहिँ मेरो भिडियो यति नै हुन्छ अर्को भिडियोमा भेटौँला बाइ बाइ गाइज